आज म हजुरलाई एउटा सानो भिडियो लिएर आएको छु जुन हाम्रो सूत्र प्रणालीमा स्वामित्व हस्तान्तरण भन्ने एउटा शीर्षक छ। त्यसमा कुनै जग्गा किनबेच भइसकेपछि त्यो जग्गालाई कसरी एउटा व्यक्तिको नामबाट अर्को ठाउँमा अर्को व्यक्तिको नाममा लैजाने अथवा एउटा करदाताबाट अर्को करदातामा लैजाने भन्ने बारेमा सिकाउन चाहन्छु। जग्गा किता काट गरेर ट्रान्सफर भएको छ कि किता मर्ज भएर ट्रान्सफर भएको छ कि अथवा पुरै जग्गा उसले बेचबिखन गरेको छ त्यो सम्बन्धी जानकारी गराउन चाहन्छु। जसको लागि हामी सुरुमा के गर्नु पर्यो, सूत्र खोल्नु पर्यो। सूत्रको लागि हाम्रो एउटा क्रोम छ, एउटा इन्टरनेट एक्सप्लोरर छ, मोजिला फायरफक्स छ, अन्य विभिन्न ब्राउजरहरू छन्। हजुरलाई एज यु लाइक ब्राउजर चाहिँ युज गर्न सक्नुहुन्छ। मैले चाहिँ इन्टरनेट एक्सप्लोररबाट चलाएको छु। यसको लागि पहिला SUTRS सूत्र rasu.fcgo.gov.np अहिले हाम्रो मलिनिकाले चेन्ज गर्नुभएको छ। यसको URL पहिला चाहिँ सूत्र fcgo.gov.np बाट चल्थ्यो भने अहिले सूत्र रासु सम्बन्धी र लेखा सम्बन्धीलाई सूत्र fcgo.gov बाट सञ्चालन हुँदै आएको छ। अब सुरुमा हामी रासुको लागि सूत्र rasu fcgo.gov.np सञ्चालन गर्दैछौँ। त्यसमा अब सुरुमा आइडी पासवर्ड हजुरसँग पहिले भइरहेको हुन्छ। यहाँ आइडी एन्ड पासवर्ड राखेर हामीले के गरिन्छ, लगइन गर्यो। लगइन गरिसकेपछि अब हामीले स्वामित्व हस्तान्तरण भन्ने एउटा प्रविष्टि भन्ने ट्याबमा स्वामित्व हस्तान्तरण भन्ने छ। अब यसमा गएर हामीले सुरुमा के गर्नुपर्छ भन्दाखेरि किन्ने मान्छेको जग्गा बेच्ने मान्छेको जग्गा कसले बेचेको हो त्यो जग्गालाई चाहिँ हामीले के गर्नु पर्यो, आइडेन्टिफाई गर्नु पर्यो। कुनै नयाँ व्यक्तिले चाहिँ जग्गा किनेर तिर्न आउनुभयो, उहाँले के गर्नुभयो, मैले यो जग्गा यति वखतमा किने हो, मेरो नाममा तिर्दिनु भन्नुभयो भने हामीले के गर्नु पर्यो, पहिला कोसँग किन्नु भएको हो, पहिला कसको नामबाट पैसा बुझाउनु हुन्थ्यो, उहाँको करदाता कोड अथवा उहाँको रसिद माग्नु पर्यो। यदि उहाँले त्यो रसिद ल्याउनु भएको छैन भने हामीले यहाँबाट प्रतिवेदनबाट खोजेर पनि हामीले पत्ता लगाउन सक्नु पर्यो। अथवा होइन भने सकेसम्म रसिद र सम्बन्धित व्यक्तिलाई माग्दा सजिलो। यदि उहाँले सबै विवरणहरू प्राप्त लिएर आउनुभएको छ भने हामीले बेच्ने मान्छेको पूर्जा हेरेर पनि हामीले गर्न सकिन्छ। अथवा किन्ने मान्छे आएर मैले जग्गा बेचेँ, यो फल्नको नाममा चाहिँ ट्रान्सफर गरिदिनु भन्नुभयो भने पनि हामीले गर्न सकिन्छ। त्यसको लागि चाहिँ हामी सुरुमा के हुनु पर्यो भने किन्ने मान्छे तिर्न आउनुभयो भने पनि बेच्ने मान्छेको पहिला चाहिँ के गर्नु पर्यो, त्यो जग्गा कसको नाममा थियो त्यो पत्ता लगाउनु पर्यो। त्यो पत्ता लगाइसकेपछि अनि त्यस व्यक्तिको नामबाट हामीले बल्ल नयाँ व्यक्तिको नाममा सार्ने हो। सुरुमै हामीले नयाँ व्यक्तिको नाममा सार्ने होइन। अब सुरुमा जस्तै मानौँ यहाँ एकजना सेवकलाई आउनुभयो, बेच्ने पनि आउनुभयो, किन्ने पनि आउनुभयो। हामीसँग दुईटै करदाता छ भने जस्तै बेच्ने करदाताको कोड कति छ मानौँ अहिलेलाई मैले 171 भन्ने एउटा करदाता हुनुहुन्छ, करदाता कोड भएको 171। अब यहाँ गएर मैले हानिसकेपछि यहाँ नाम आउँछ, करदाताको नाम, नम्बर, ठेगानाहरू के आउँछ, विवरण भर्नु भयो त्यो सबै विवरण देखाउँछ। देखाइसकेपछि अब यहाँ उसको नाममा 3वटा किता रहेछ। एउटा काउसदी गाविस साविक 5-1 वार्ड नम्बर यति नम्बर भनेर किता देखाएँ। अब उहाँले के भन्नुभयो भने मैले यो चाहिँ 999 नम्बरको किता काट गरी बेचेँ भन्नुभयो। कसरी बेच्नु भएछ, किता काट गरेर बेच्नु भएछ। किता काट गर्दाखेरि के गर्नुभएछ, एउटा एक गट्ठा आफूले राख्नु भएछ र एक गट्ठा बेच्नु भएछ। बेच्नु भइसकेपछि यो 999 भन्ने कितालाई चाहिँ उहाँले के गराउनु भयो भन्दाखेरि 9991 एउटा किता र अर्को चाहिँ साबिकै 999 नै राख्नु भएको छ। अब कहिलेकाहीँ के हुनसक्छ भने यो साबिकको किता नम्बर पनि चेन्ज भएर अर्कै किता बन्न सक्छ। त्यो कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्यो। पहिला चाहिँ त्यो सुरुको मूल किता नम्बरबाट कुन किता बनेको छ, किता काट गर्नुभन्दा अगाडि त्यो दुईवटा कुरा पत्ता लगाउनलाई पहिला चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि दुवैटको पूर्जा माग्न सकिन्छ, होइन भने नाम सारीमा पनि हुन्छ। अब मैले चाहिँ यहाँ एउटा 9991 भन्ने किता र एउटा 999 भन्ने किता पत्ता लगाएँ। अब यसको लागि मैले सुरुमा के गर्नु पर्यो, यो कुन चाहिँ कितालाई हो त्यसलाई सिलेक्सन गर्नु पर्यो। त्यसपछि गएर किता काट भनिसकेपछि काट भन्नु पर्यो, स्प्लिट ल्यान्डमा जाने, त्यसपछि प्रोसेस गर्ने। यति गरिसकेपछि अब हामीलाई कतिवटा किता बनाउनु पर्छ, 2टा किता बनाउनु पर्छ। 2टा कितामा क्लिक गर्ने। अब सुरुको नयाँ किता मैले बेच्नु भएको नयाँ किता कति बनेको छ
9991 भनेको छ। यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि उहाँले कति गट्ठा बेच्नु भएको छ? 2 गट्ठामा 1 गट्ठा बेच्नु भएको छ अथवा 1 गट्ठा टुक्राउनु भएको छ। 1 गट्ठा आयो। त्यसपछि फेरि अर्को साबिक किता कति छ? उहाँले चेन्ज गर्नुभयो भने चेन्ज गर्नु भएन भने चेन्ज नभएकै रहेछ। अब 9991 अब दुईटा के भयो? दुईटा किता हामीले चाहिँ एक गट्ठाको दुईटा किता नम्बर र क्षेत्रफल स्प्लिट गर्यो र सेभ राख्यो। अब हामीले के गरिन्छ? स्प्लिट गरिन्छ। स्प्लिट गरिसकेपछि ल्यान्ड हेज बिन स्प्लिट भनेर आयो। अब ओके गर्ने। अब उहाँको नाममा फेरि हामीले के गर्नु पर्यो? 171 नम्बर करदाता भनेर हेर्दाखेरि अब के भयो? पहिला चाहिँ एउटा मात्रै किता थियो, अहिले दुईटा किता भयो। क्षेत्रफल एउटा एक भयो। अब 999 साबिक किता थियो। उहाँले आफ्नै त्यही किता नम्बरमा चाहिँ आफ्नो क्षेत्रफल राख्नुभयो। 1 गट्ठा चाहिँ अर्को कितामा टुक्राउनु भयो। यसरी हामीले सुरुमा के गर्यो? किता काट गर्यो। केही गाह्रो छैन। सुरुमा के गर्ने? कुन चाहिँ कितालाई टुक्राएको? जस्तै मानौँ फेरि अब यो 9991लाई पनि हजुरले उहाँले किता काट गरेर बेच्न सक्नुहुन्छ अथवा राख्न सक्नुहुन्छ। त्यसको लागि हामीले के गर्यो? सुरुमा चाहिँ कुन कितालाई किता काट गरेको हो भन्ने कुरा चाहिँ चुज गर्नु पर्यो। त्यसपछि गएर स्प्लिट ल्यान्डमा जानु पर्यो अनि प्रोसेस गर्नु पर्यो। मानौँ अब कति किता बनाएको? 3 किता पनि बनाउन सकिन्छ। 3 किता बनाइसकेपछि 3टा किता नम्बर आउनु पर्यो। त्यसको लागि सुरुमा हामीले कतिवटा स्प्लिट गरे हो त्यो पत्ता लगाउनु पर्छ। त्यसको लागि मैले अहिले दुईटै गरिदिन्छु। अहिले पनि दुईटा कितालाई क्लिक गरेँ। अब हामीसँग भएको 9991 नम्बर किता पनि के हुँदैछ? किता काट हुँदैछ। त्यसको लागि के गर्नु पर्यो? अब 9991 बाट फेरि के भयो त? 9992 भन्ने किता बनेछ। यसमा कति किता बनेछ भन्दाखेरि 1 गट्ठा छ। यसमा चाहिँ 10 धुर के भएछ? बिक्री भएछ 10 धुर। अनि अर्को चाहिँ 9993 भन्ने बनेछ किता। 9991 भन्ने चाहिँ के भएछ? हराएछ। अब यसमा पनि 10 धुर भएछ। मानव यो कुनै क्षेत्रफल यहाँ मानव 11 लेख्दै मैले र स्प्लिट गर्नु खोज्यो भने इनभ्यालिड डिस्ट्रिब्युसन भनेर आउँछ। अब यो हजुरहरूले के ख्याल गर्नु पर्यो भने किता काट गर्दाखेरि मेन एउटा समस्या आउने भनेको यही हो। हजुरले यहाँ भएको टोटल क्षेत्रफल र यहाँ हामीले किता काटबाट छुट्याएको यो दुईटा क्षेत्रफल बीच अथवा यो क्षेत्रफल बीच र यो क्षेत्रफल बीच तालमेल मिलेन अथवा इक्वालिटी मिलेन भने के गर्दिन्न? यसले स्प्लिट गर्दिन्न। अब यस्तो आयो भनेपछि यस्तो आइराख्यो। अब किन आयो भन्ने कुरा चाहिँ हामीले के गर्नु पर्यो? यो जग्गाको क्षेत्रफल वर्गमिटर नमिलेर हो नपुगेर हो भन्ने कुरा पत्ता लगाउनु पर्यो। त्यसको लागि अब 169.3158 अब यसमा हामीले के पनि गर्न सकिन्छ भन्दाखेरि जस्तै मानव कसैले चाहिँ के गर्दियो? पोइन्टमा बेच्दियो। अब यति गट्ठा 10.5 धुर भनिदियो। 10.5 त यहाँ लेख्न मिल्दैन। 0.5 त यहाँ दबिँदैन। नदबिसकेपछि के हुन्छ? साइडमा क्षेत्रफल दिएको हुन्छ। क्षेत्रफल कति दियो त? 170 दियो वर्गमिटर दियो हो। अब 170 वर्गमिटर यसले किन्यो। बाँकी रहेको जग्गा चाहिँ के भयो त? उसको नाममा रह्यो भने अब हामीले के गर्नु पर्यो भन्दाखेरि माथि भएको टोटल कुल क्षेत्रफल 338.6316 मा उसले बेचेको कति हो? 170 हो। त्यसलाई घटाएर बाँकी कति रह्यो? 168। यहाँ हालेर हेरौँ है त। 168.1316 भन्दाखेरि कति आयो त? 9 धुर आयो। अब यहाँ 10 धुर यहाँ 9 धुर त हुँदैन। अब यहाँ यसले चाहिँ पोइन्टमा नदेखाएको भएर हुन्छ। एकचोटि ट्राई गरेर है। यसले गर्दाखेरि सिस्टम अब यसरी चाहिँ अब 992 र 993 भनेर दुईटा किता फेरि के भयो त? एउटा 10 समथिङ र एउटा 9 धुर समथिङ जग्गा चाहिँ के भयो? 170 168.1315 किता काट भएर दुईटा किता बन्यो। अब यसरी दुईटा किता बनिसक्यो। अब हामीसँग एउटा 1 गट्ठा जग्गा चाहिँ कति ठाउँमा? 2 गट्ठा जग्गा चाहिँ हाम्रो एउटा किता 999 साबिकमै रह्यो। एउटा 992 भयो। एउटा 993 भयो। अब यसरी हाम्रो चाहिँ के गर्यो त? किता काट गर्यो। किता काट भइसकेपछि अब हामीले चाहिँ यो जग्गालाई के गर्नु पर्यो भन्दा अर्कोको नाममा पठाउनु पर्यो अथवा उसले चाहिँ यहाँबाट बेचेको हो, किता काट गरेर बेचेको हो। त्यसअनुसार के गर्नु पर्यो? त्यसलाई चाहिँ अर्कोको नाममा स्वामित्व हस्तान्तरण गर्नु पर्यो भने अब हामीले चाहिँ बल्ल के गरिन्छ? स्प्लिट ल्यान्ड पछि ट्रान्सफर ओनरसिप गरिन्छ। ट्रान्सफर ओनरसिपमै डिफल्ट कार्य गरिन्छ। त्यसपछि कुन किता चाहिँ
पठाएको हो त भन्दा यो किताब पठाएको, मानौ यो 10 धुरको किताबले चाहिँ बेचेको हो भने यसमा टिक लगाउने अनि प्रोसेस गर्ने। प्रोसेस गरिसकेपछि अब हामीलाई बल्ल चाहियो नयाँ करदाता। नयाँ करदाता भनेको जग्गा किन्ने व्यक्तिको करदाताको। अब किन्ने मान्छे कस्तो हुनसक्छ भने पहिले उसको नाममा जग्गा भइसकेको, करदाता तिरिराखेको, जग्गाको विवरणहरू भइसकेको मान्छे हुनसक्छ। त्यसमा धारी त्यो कोड माग्ने। यदि कुनै पनि नयाँ करदाता हो, उसले अहिलेसम्म जग्गाको तिरेकै थिएन र नयाँ करदाता हो भने चाहिँ के गर्नु पर्यो, हामीले चाहिँ सुरुमा गएर हामीले करदातामा गएर पहिला चाहिँ छ कि छैन खोज्ने व्यक्तिगत करदाताबाट यहाँ विभिन्न विवरणहरू यो सकेसम्म हजुरले जिल्लाहरू हटाइदिनु भयो भने के हुनसक्छ भन्दाखेरि जुनसुकै ठाउँको मान्छे पनि पत्ता लाग्न सक्छ कि नाइटाको जारी जिल्ला चाहिँ पाल्पा छ, हजुरले यहाँ नवलपरासी नै राख्नुभयो अथवा कुनै जिल्ला राखेर गर्नुभयो भने चाहिँ एकछिनलाई नवलपरासी पूर्व राखेर मैले चाहिँ मान्छे के गरेँ विवरण खोजेँ भने जस्तै एकछिनलाई नागरिकता नम्बर 375 भनेर नागरिकता नम्बर हेर्ने गरेँ। अब यसरी विवरण देखाइदियो। तर 375 को त कास्की, तनहुँ, बागलुङ, प्युठान, सर्लाही जहाँको पनि हुनसक्छ नि। त्यसको लागि चाहिँ हामीले सकेसम्म के गर्न सकिन्छ, यो विवरणलाई हटाएर गरिदियो भने अझै अरू ठाउँहरूको पनि देखाइदिन्छ। यसरी खोज्ने, खोज्दाखेरि अब करदाता भेट्यो, ठिक छ। भेटिएन हामीले के गर्न सकिन्छ, प्रविष्टिमा गएर नयाँ करदाता बनाउन सकिन्छ व्यक्तिगत करदाताबाट। यो त हजुरहरूलाई भन्नै परेन। अब मानौ उहाँ पहिलेदेखि तिरिराख्नु भएको मान्छे हो भने हामीले के गर्न सक्यो, त्यो तिरेको कोडलाई हस्तान्तरण गर्न सक्यो। अब मैले चाहिँ 171 नम्बर करदाताबाट 9992 भन्ने किताबलाई चाहिँ के गर्दैछु, ट्रान्सफर गर्दैछु। ट्रान्सफर ओनरसिप गरेर प्रोसेस। अब नयाँ करदाता कोड छान्नु पर्यो यहाँ। अब नयाँ करदाता कोड मैले भनिसकेँ, पहिला तिरेको छ भने त्यही कोड माग्नु पर्यो, छैन भने व्यक्तिगत विवरण बनाउनु पर्यो। सकेसम्म डुप्लिकेसन हुने काम चाहिँ नगर्नु होला। सकेसम्म छ कि छैन कन्फर्म भएर मात्रै नयाँ करदाता बनाउनु होला। यदि छैन भन्ने कन्फर्म भइसकेपछि मात्रै नयाँ करदाता क्रिएट गरिदिनु होला। यदि उसले पहिले जग्गा छ अथवा बेचेको छ तर करदाता कोड बनिराखेको छ भने पनि त्यही करदाता कोड युज गर्नुपर्छ। जग्गा बेचिसकेपछि कसैले के हुन्छ, मेरो नाममा जग्गै छैन भनिदिन्छ। पहिला तिरिराखेको मान्छेको करदाता कोड अलरेडी भइसकेको हुन्छ तर उसको नाममा जग्गा मात्रै नभएको हुनसक्छ। त्यस्तो अवस्थामा पनि हामीले के गर्न सकिन्छ, त्यही उसले तिरिराखेको करदाता कोडमै जग्गालाई ट्रान्सफर गर्नुपर्ने हुन्छ। किनकि नयाँ करदाता कोड बनाउनु चाहिँ राम्रो हुँदैन। जस्तै अब मैले एउटा संस्थालाई बेच्दैछु, मैले एउटा करदाता कोड लेखेँ 102 नम्बर भन्ने करदाता कोड, यसमा इन्टर गरेँ। इन्टर गरिसकेपछि अब यो नयाँ करदाता कोड भनेको को हो त, 102 भन्ने करदाता कोड हो। अब यो एउटा संस्थाको नाम छ, इलेक्ट्रिकल पसल छ यो ठाउँको। अब यसलाई चाहिँ मैले के गर्दैछु, बेच्दैछु भने अब हामीले के गरेको, उसले अब किन्ने मान्छेले चाहिँ कसरी लिएको हो त भन्दाखेरि खरिद गरेर लिएको हो। कोहीले लिएको खरिद गरेर ल आज अथवा भोलि हिजो 82 साल फागुनको 14 गते उसले किनेको। अब हामीले के गर्न सकिन्छ, 9992 भन्ने किताबलाई ट्रान्सफर गरिदिनु पऱ्यो है। ल्यान्ड एन्ड ट्रान्सफर चेन्ज गरेर अब उसको नाममा चाहिँ के भयो, जग्गा गयो। अब 171बाट 171मा हेरौँ त जग्गाको विवरण के छ। एक 171मा यहाँ 999 र 9991 सुरुको मूल किता हाम्रो 9999 थियो। यो चाहिँ 2 कट्ठाको थियो। यो हामीले किता काट गरेर 9991 र किता काट गरेर 991 बनायो अनि साबिक 99 राखियो। अब माथि 99 राखियो एउटा अनि एउटा 9991 बनाइयो। अब 999 चाहिँ साबिकको जस्ताको त्यस्तै छ। अब 9991 लाई फेरि हामीले के गर्यो त 9993 पनि बनाइयो। त्यही भएर हाम्रो के भयो त 9993 यहाँ चाहिँ देखायो, यो दुईटा चाहिँ के भयो डिजेबल भयो। हामीले गरिराख्नु पर्दैन। अब 102 मा गएर हेरौँ यसको जग्गा विवरण हेर्दाखेरि अब यहाँ 9992 भन्ने चाहिँ यहाँ आयो। यसरी हामीले चाहिँ एउटा व्यक्तिको नामबाट अर्को व्यक्तिको नाममा स्वामित्व हस्तान्तरण गरेर जग्गालाई के गर्न सकिन्छ, पठाउन सकिन्छ। सुरुमा किता काट गरेको हो कि हैन त्यो कन्फर्म गर्नु पर्यो। किता काट गर्नु पर्यो हो भने
यसरी कुन कतामा बनाएको छ। अब त्यसपछि गएर किता कार्ड भइसकेपछि कुन चाहिँ किता ट्रान्सफर गरे हो त्यो कितालाई चुज गर्नु पर्यो, अनि ट्रान्सफर ओनरसिप गर्नु पर्यो, प्रोसेस गरेर नयाँ करदाता को उसको नाममा हाल्नु पर्यो, त्यसपछि त्यो ट्रान्सफर ओनरसिप भएर जान्छ। यो दुईटा काम हामीले गऱ्यौँ। अब स्प्लिट ल्यान्ड र ट्रान्सफर ओनरसिप। अब हामीले मानव किता कार्डै नगरिकन बेचेको रहेछ भने त हामीलाई यो ट्रान्सफर स्प्लिट ल्यान्ड गर्नु परेन, के गर्नु पनि परेन, सिधै के गर्न सक्यो, क्लिक गर्ने, प्रोसेस गर्ने, कसको नाममा हो त्यसलाई क्लिक गर्ने अनि ट्रान्सफर गरिदियो, सक्यो काम। तर किता कार्ड गरेको रहेछ भने पहिला स्प्लिट गर्नु पर्यो, अनि किता छुट्याउनु पर्यो, अनि बल्ल ट्रान्सफर गर्नु पर्यो। अब अर्को छ मर्ज ल्यान्ड। मर्ज ल्यान्ड भनेको दुईटा कितालाई एउटै बनाएको। अब यहाँ के भयो भने उसले चाहिँ एक गट्ठाबाट त्यो किता कार्ड गरेर बेच्यो। अब यो दुईटा कितालाई फेरि एउटै बनाउन खोज्यो भने अब हाम्रो एक गट्ठावाला किता हेरौँ एकछिनलाई, 999 यो सम्झिनु। अनि अब यहाँ स्प्लिट ल्यान्ड होइन, मर्ज ल्यान्ड। अब हाम्रो दुईटा चेक बक्समा टिक लाउनु मिल्छ। पहिला चाहिँ एउटामा मात्रै लाग्थ्यो कुन कितालाई टुक्राउने हो भनेर, अनि स्प्लिट ल्यान्डमा ट्रान्सफर ओनरसिपमा पनि एउटामा मात्रै लाग्थ्यो कुनलाई पठाउने हो भनेर। अहिले अब चाहिँ मर्ज गर्ने भनेको दुईटा किता तीनटा किताबाट एउटै किता, पाँचवटै किता, चारवटै कितालाई पनि हामीले के गर्नु सक्यो, एउटै किता बनाउन पनि सकिन्छ। त्यसको लागि अब यो चारवटा भन्दा पनि मैले यो दुईटा कितालाई बनाएर सिकाइदिन्छु। 999 लाई चाहिँ के गर्दैछ, मर्ज गर्दैछ। मर्ज गर्दैछ भने अब हामीले के गर्यो, मर्ज ल्यान्डमा क्लिक गर्ने, प्रोसेस गर्ने। हो दुईटा किताबाट कुन किता बन्यो त, 999 भन्ने बन्यो। बनिसकेपछि अब मेन किता कुन हो, दुईटा मात्रै एउटा कुनै चुज गर्ने हो। हामीले जसलाई मान्दा पनि हुन्छ। 999 लाई माने मैले मर्ज गरिदिएँ। मर्ज विथ इरर भने पनि अब यहाँ इरर त आयो, तर यहाँ के गरिदिन्छ भन्दाखेरि हेरौँ है, यो यस्तो म्यासेज चाहिँ त्यहाँ के मिस्टेक छ सिस्टमको। अब यहाँ जग्गाको विवरण गरेर हेरौँ एकचोटि। जग्गाको विवरण 9994 भन्ने एक गट्ठा 9.36 भनेर एउटा के भयो त, किता कार्ड मर्ज भएर आयो। हामीले एउटा किताबाट अर्को किता पनि बनायौँ, कितालाई पनि जोड्यौँ। जोडिसकेपछि यसरी मर्ज ल्यान्ड भनेर आयो। अब यसरी हामीले चाहिँ स्प्लिट स्वामित्व हस्तान्तरणमा तीनटा काम चाहिँ गर्न सकिन्छ। सुरुमा चाहिँ बेच्नेको कोड चाहियो, त्यसपछि किन्नेको कोड चाहियो। अब यो पनि कसैले लैदियो, बेचिसक्यो भने अब यसलाई पनि के गर्नु पर्यो, अब सिधै यो किता कार्ड छैन, केही छैन, यो एक गट्ठा 9 पनि के भयो, अघि मर्ज गरेर आएको हो 9994 भन्ने। यसलाई पनि उसले के गरिदियो त, बेचिदियो भने फेरि यहाँ प्रोसेसमा जाने। अब हामीले 171 मा क्लिक गर्ने, सरी 171 मै त आउँदैन, त्यहीँ पहिले छ भने चाहिँ यहाँ 102 मा जाने, अथवा कुनै कोडलाई देखा त्यो, जस्तै दान दिएको भने दानमा लेख्ने, कोहीले दिएको भने मिति राखिदिने, अनि ट्रान्सफर गरिदिने। ल्यान्ड इज चेन्ज भनेर आयो, सक्यो। अब 171 मा त उहाँको दुईटा मात्रै जग्गा हुन्छ। तर यहाँ हाम्रो जग्गाको विवरणमा गएर हेऱ्यो भने उहाँको जग्गा चाहिँ हिस्ट्री पुरै देखाउँछ, पहिला के भयो सबै कुराहरू यहाँ आउँछ। अब लगती यस मूल्याङ्कन नहुने र निष्क्रिय हो भनेर आफै सिस्टमले बनाइदिन्छ। किता कार्ड गरिसकेपछि र किता ट्रान्सफर गरिसकेपछि यताबाट निष्क्रिय हुन्छ, उताबाट सक्रिय हुन्छ। यही किताको तिरो यो करदाताले तिरिसक्नु भएको छ भने अब ट्रान्सफर गरिसकेर उता गइसकेपछि त्यो करदाताले सो आर्थिक वर्षमा चाहिँ त्यसको तिरो तिर्नु पर्दैन। त्यसो हुँदाखेरि अब हामीले यही किता नम्बर उहाँले चाहिँ बेचेको किनेको केही पनि भन्नु भएन, पूजा लिएर आउनुभयो, किता कार्ड गरेर अर्को बनाएको रहेछ। तर हामीले घुइँ के गर्यो, परिविष्टिमा गयो, करदातामा गयो, जग्गाको विवरण राख्यो, एड गर्यो, यहाँ सबै विवरणहरू भर्यो, सरी जग्गाको विवरणमा गयो, क्लिक गर्यो, अनि कहीँ विवरणहरू भरिदियो, किता नम्बर त हाने भने, अनि जस्तै 999 हाने भने मैले के भन्छ, डुप्लिकेट भनिदिन्छ। पहिले बन्यो है फल्नाको नाममा छ भनिदिन्छ। अब त्यो भइसकेपछि त हामीलाई के गर्नु मिल्दैन, त्यो कितालाई फेरि डुप्लिकेसन इरर गर्नु मिल्दैन। यो त डिस्टर्ब भयो, यसले त झ्याउ गरायो हो, यहाँ एउटा थोप्लो राखिदिन्छु अथवा एउटा माइनस राखिदिन्छु भन्नु थाल्यो भने के भयो त, उसको एक्चुअल किता नम्बर पनि हामीले बिगारिदियौँ
र सिस्टममा गर्नुपर्ने काम पनि गरेनौँ। त्यसपछि हाम्रो काम के भयो त सिस्टमेटिक भएन। त्यसो हुँदाखेरि सकेसम्मको यो अब 999 हजुरले राखेर सेभ भइहाल्यो भने पनि फेरि पैसा तिर्न नपर्ने भनेर देखाइदिन्छ, किनकि उसले उता तिरिसकेको हुन्छ। अनि भोलि अब 99 भएको किताबवाला मान्छे आउनुहुन्छ, अब मेरो पैसा तिर्दै भन्नुहुन्छ, ए मैले त यो त बेचिसकेको कसरी हटाउने। अब फेरि गएर के गर्नु पर्यो, एडिट गर्ने, मूल्याङ्कन नहुने गराउने, के गर्ने काम गर्नुपर्ने हुन्छ। यसरी मूल्याङ्कन नहुने भनेर सेभ गर्नु पर्यो। अब यसो गर्नु भनेको चाहिँ के भन्दा सिस्टमेटिक काम होइन। त्यसो भन्दा यो चाहिँ नगर्नुहोस्। पहिला ट्रान्सफर ओनरसिप गर्नुहोस् अनि फिर्ता काट गर्नुहोस्।